हामीले भिडियो बनाएर मस्तिर जान आँटेछौँ म त्यहाँ। यहाँ चाहिँ भर्खरै आज मलाई पैसा दे। चक्रे हेर्नु न यस्तो चक्की पुरानो चक्की। पैसा दे अब। पैसा दे। पैसा दे न। नुलीले 10 रुपैयाँ पखाल्छ। पैसा दे। मासले चक दिएर पैसा दे न। हामी चाहिँ यो भित्र बस्नु। ल चल यहाँ मोबाइलले भनेर म अब हामी यो रुख हो, हाम्रो यो बाटो हो अनि बया छु। अब कति बजे हामी पनि कपाल गर्नु जान। आज मेरो प्रोजेक्ट हो, आज शुक्रबार हो अनि आज हाम्रो स्कुलमा केही पनि हुन पनि सक्छ। हेर्नुहोस् गयो एउटा भेन हेर्नु ऊ 8-7 भइसक्यो रहेछ। अब हामी रामेछापवालाई पुर्याएर अब हामी कपाल कोर्छौँ अनि रेडी हुन्छौँ अनि चाहिँ हामी बोर्डिङ जान्छौँ। हाम्रो चाहिँ 3 पाटन एकाडेमी बोर्डिङ हो अनि त्यसपछि त्यो चाहिँ हाम्रो 5 कक्षासम्म मात्र हो कि है। अनि त्यही भएर अब म ब्लग बनाइरहेको छु। यो त मेरो ब्लग हो क्या, ब्लग हो यो त मेरो ब्लग हो, मेरो ब्लग हो। अब म एकछिनमा ब्लग बनाउँछु कि अनि यो अनि म युट्युबमा हेर्छु। हेर्नुहोस् कुसाङ मगर छ के अरे युट्युबमा अनि म ब्लग बनाइरहेको छु। हेर्नुहोस् यो म ब्लग टिकटकमा पनि हाल्नेछु, यहाँ पनि हाल्नेछु। हाम्रो घर चाहिँ उता हो, म हजुरहरूलाई देखाउँछु है अब। अनि हाम्रो धानको बिट्टाहरू सायद आज जान्छ होला। अनि यहाँ हेर्नुहोस् है, हेर्नुहोस् यहाँ हाम्रो यस्तो हुन्छ यस्तो हुन्छ। मुहार हामी त गुमागुम हाम्रो घरहरू यो त्यहाँबाट धान है। अनि आज चाहिँ कुसाङ बुवाको हेर्नु होला भिडियो। अनि कुसाङ बुवालाई एउटा केटी छ भने खोजिदिनु होला, उहाँ हुनुहुन्छ अनि खोजिदिनु होला। अनि त्यही भन्नु ओइ यसलाई नि खोजिदिनु र हेर्नु त यहाँ के भनेको हेर्नु ए केटी भनेर रहेछ। बेस्ट फ्रेन्ड खोज्दैन हुन्छ है। अनि कुसाङ बुवालाई चाहिँ हाम्रो विष्णु मिस मन पऱ्यो अरे है गाइजहरू, विष्णु मिस मन पऱ्यो अरे। तारा विष्णु मिस त चम्पा मिसको बहिनी हो। अनि त्यही भएर हाम्रो चाहिँ आज शुक्रबार के हुन्छ थाहा छैन बोर्डिङमा। अनि अस्ति चाहिँ ड्रिल कम्पिटिसन भएको थियो, आज मैले प्रोजेक्ट गरेर राखेको छु। मेरो झोला हजुरहरूले देखाउँछ ठुलो पारेर ऊ त्यहाँ प्रोजेक्ट वर्क ऊ त्यो झोलामाथि हेर्नु त त्यो लाम्लोमा ऊ त्यो यहाँ एउटा केटी खोजिदिनु यहाँ। तिम्रो डायमन्ड मिस है त, तिम्रो डायमन्ड मिस। डायमन्ड मिस त पाउनु ए के मिस रे? हिरा मिस। हिरा मिस होइन, हिरा डायमन्ड एउटै हो कि फरक फरक हो?